हेलो वेलकम टु माई युट्युब च्यानल गाइजहरू। आज चाहिँ हामी चाहिँ म चाहिँ पोखरामा छु अहिले। हामी चाहिँ अहिले चाहिँ मेटलाङ जानु लाग्यो है, उता माथि डाँडातिर। नाइट भ्यू कलाएर कस्तो देखिँदो रहेछ गाइजहरू, हेरिदिनु होला है त। यस्तै नै छ जिन्दगी। यस्तो म चाहिँ खास पोखरा किन आएको भने चाहिँ भोलि चाहिँ नेपथ्यको कन्स्ट्रक्सन थियो, यसैले त्यही हेर्नको लागि आएको। हजुरहरू पनि आउनु होला टक्क लगाएर, आउनु हुनेछ मलाई आशा छ। अनि टक्क लगाएर गीत सुन्दै है कस्तो देखिन्छ र गाइजहरू होइन त हेर्नेछौँ। अझै लाग्छ गाइजहरू, टाइम अझै लाग्छ। मेटलाङ हिँड्छ, नाइट भ्यू हेरिन्छ है। यति बेला त उहाँ पुगिसक्नु पर्ने गाइजहरू, अलि ढिला भयो है। कताको बाटो पनि यस्तो खोज्नुपर्ने हुन्छ गाइजहरू हामीले। यता त के यता त थाहा भएन। लोकेसन हेर्नु पर्ने हुन्छ गाइज, नभए चाहिँ हामीले चाहिँ है। फाइनल्ली गाइजहरू यस्तो अडेर छ है, भलक पनि कसरी गराउनु अगाडिको बाटोमा त देखाउने कि माथि डाँडामा चढ्दैछ मैले गाइजहरू। मैले गाइजेस भन्नुहुन्छ गाइजहरू, हामी चाहिँ दहको लगाएर माथि चाहिँ उगल्दैछौँ। सेटलाङ सबै दिने हो। हामी चाहिँ यस्तो वनबाट जाँदै गाइजहरू। दामी देखेको गएको छ, दामी देखेको गएको छ। जति माथि आयो त्यति दामी देखेको गएको छ माथि भनेको। के नवीन त्यो भन्नु पऱ्यो गाइज। सारङकोटको डाँडैमा अब साडैमा भन्ने यो चाहिँ सारङकोट। उता हेर्नुहोस् गाइजहरू, देख्न सक्नुहुन्छ टक्क लगाएर बगपाल। अनि यता पनि सारङकोटको डाँडैमा गीत पनि फेरि खचा गाउँछु, स्वर पनि बबाल छ फेरि है। सबैजना छक पर्छ नि, त्यसले गाउनु नि अलि अप्ठ्यारो लाग्छ भन्नु नभने। देख्न सक्नुहुन्छ सर भ्यूहरू, देख्न सक्नुहुन्छ सर लगाएर भ्यूहरू। ए यस्तै नै छ। कलर एउटा चाहिँ हेर्न रेडी है गाइजहरू। फाइनल्ली देख्न सक्नुहुन्छ भ्यू यही नै हो। सर एकै नवीन थापा मगर भोलगर फ्ल्यास हानेको देख्छ मलाई। देखिरहेको छ त अनि हाम्रो मोबाइल त देख्न सक्नुहुन्छ त अकलाई। ओहो वाउ नाइस भ्यू छ। कता यति हो एयरपोर्ट देख्न सक्नुहुन्छ गाइजहरू। त्यो चाहिँ ल एकदम रमाइलो रहेछ है। मेटलाङदेखि देखिने भ्यू चाहिँ यही हो गाइजहरू, पोखराको सत्तै यही नै हो है। ल है गाइज, हामी चाहिँ यहाँबाट चाहिँ टक्क लगाएर फर्किसकेको है। एकदम रमाइलो भ्यू देखिँदो रहेछ हेऱ्यो है।
अब चाहिँ हामी चाहिँ घर जानु पनि हुन्छ लास्टै अबेला भइसक्यो त्यही नै हो बाटो चाहिँ एकदम अन्धकार देखिरहेछ एक्क लगाएर देख्न सक्नु होला भ्यूहरू होइन त सर बबा देखिरहेछ ल देख्न सक्नुहुन्छ टक्क लगाएर चाहिँ यहाँ त पनि फर्किँदै गर्दाको भ्यू यो चाहिँ टक्क लगाएर आयो बाइक पड्काउटै रुममा आइपुग्नु लागिसक्यो सबैजनाले हेरेर मेरो साफ सफाइ गरिदिनु होला त्यही नै हो है त त्यो भ्लग चाहिँ गर्नेछु नेक्स्ट भ्लगमा भेट्नेछौँ गाइजहरू बाई बाई